नमस्कार। लेबर गभर्नमेन्टको व्हाइट पेपर प्लान जुन पब्लिस गर्ने भनेको थियो द्याट हेज बिन पब्लिस टुडे र इट हेज बिन प्रेजेन्टेड बिफोर द पार्लियामेन्ट र यसमा चाहिँ धेरै चेन्जेसहरू म्यासिभ चेन्जेसहरू गरिएको छ र की चेन्जेसहरू चाहिँ मैले अलिकति यसमा समराइज गर्नेछु। लेट्स स्टार्ट विथ द हेल्थ केयर भिजा। सो हेल्थ केयर भिजालाई चाहिँ युके बाहिरबाट अब्रोडबाट चाहिँ रिक्रुट गर्नको लागि चाहिँ बन्द गरिएको छ। द्याट मिन्स एक्जिस्टिङ हेल्थ केयर भिजा होल्डर्सहरूलाई चाहिँ ट्रान्जिसनल एरेन्जमेन्टमा राखिएको छ र जो चाहिँ हेल्थ केयर भिजामा हुनुहुन्छ अलरेडी युकेमा उहाँहरूले चाहिँ आफ्नो भिजा एक्सटेन्ड गर्न या अरू कुनै क्याटेगोरीमा स्विच गर्न पाउनुहुनेछ। हाउएभर देयर विल बी नो मोर अब्रोड रिक्रुटमेन्ट फर दिस क्याटेगोरी। त्यसै गरी स्किल वर्कर भिजा रुटमा धेरै चेन्जेसहरू एनाउन्स गरिएको छ र पहिलो चेन्ज चाहिँ यसमा चाहिँ लेभल रेज गरिएको छ। स्किल वर्करको जुन करेन्ट आरकेएफ 3 लेभलको स्किल वर्करलाई हामीले हायर गर्न मिल्थ्यो भने अब त्यो लेभललाई चाहिँ रेज गरेर आरकेएफ 6 और डिग्री लेभल भनिएको छ। सो त्यो लेभलको पोजिसन्सहरूलाई मात्र हायर गर्न मिल्नेछ। त्यसै गरी मेनी अफ द स्किल वर्कर क्याटेगोरीको स्यालेरी थ्रेसोल्ड जुन छ द्याट विल अल्सो बी रेज्ड र यसमा अर्को चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेज रिक्वायरमेन्ट जुन छ अहिले चाहिँ करेन्टली B1 लेभल थियो भने त्यसलाई रेज गरेर B2 लेभल बनाइएको छ र यो बाहेक अर्को चाहिँ इमिग्रेसन स्किल चार्ज जुन करेन्टली चाहिँ 364 पाउन्ड पर इयर थियो त्यसलाई चाहिँ 32% ले चाहिँ बढाइएको छ र यो सँगै अर्को चाहिँ डिपेन्डेन्टको क्याटेगोरी एडल्ट डिपेन्डेन्टको क्याटेगोरी जसमा चाहिँ स्टुडेन्टको डिपेन्डेन्ट होस् या स्किल वर्करको होस् या कुनै पनि क्याटेगोरीको चाहिँ डिपेन्डेन्ट भिजा होल्डर को लागि चाहिँ जुन एडल्ट डिपेन्डेन्टको लागि एप्लाई गर्नुहुन्छ यो चाहिँ फेरि फ्यामिली भिजा होल्डरको जुन स्पाउस भिजा हुन्छ त्यो चाहिँ यसमा इन्क्लुड हुँदैन, खालि एडल्ट डिपेन्डेन्ट क्याटेगोरीको लागि मात्र। उहाँहरूको लागि चाहिँ करेन्टली चाहिँ कुनै पनि इङ्ग्लिस ल्याङ्ग्वेजको रिक्वायरमेन्ट थिएन। हाउएभर अबदेखि चाहिँ दे विल निड टु सो द A1 लेभल अफ इङ्ग्लिस कम्पिटेन्सी र भिजा एक्सटेन्सनको लागि A2 लेभल र सब्सिक्वेन्टली फर्दर एप्लिकेसनको लागि चाहिँ B2 लेभलको कम्पिटेन्सी देखाउनु पर्छ भने। यसै गरी स्टडी भिजामा पनि धेरै चेन्जेसहरू गरिएको छ। मोस्टली चाहिँ मोस्ट नोटेबल भनेको चाहिँ ग्रेजुएट रुट थियो जसमा चाहिँ स्टुडेन्टले कोर्स सक्सेसफुली कम्प्लिट गरिसकेपछि चाहिँ 2 इयरको ग्रेजुएट भिजाको लागि एलिजिबल हुने गर्थ्यो भने त्यसलाई अब रिड्युस गरेर 24 मन्थ्सबाट 18 मन्थ्समा झारिएको छ। द्याट मिन्स ग्रेजुएट रुट इज देयर बट द ड्युरेसन हेज बिन रिड्युस। त्यसै गरी सेटलमेन्टसँग रिलेटेड चाहिँ मोस्ट अफ द रुट्स विल नाउ बी एलिजिबल फर सेटलमेन्ट आफ्टर 10 इयर्स भनिएको छ र यसमा चाहिँ